कोही कोही चाहिँ यहाँ एक्लै एक्लै चिया खाँदैछन् हामीलाई नदिएर। रातिको 11:14 रातिको 11:14 गएको छ भर्खरै अनि यहाँ चिया खाँदैछन्। रेडी है फोटो भी। स्वागत छ सबैलाई हाम्रो रिच ब्लग्समा। आज चाहिँ हामी तिनैजना छ है। एकदमै नाम नचलेको अन्डररेटेड सेफ प्रख्यात पनि छ है। टोपी देखेरै थाहा भयो होला होइन को भन्ने चाहिँ। ल हामी आज के गर्ने ल सर भन्दै के गर्ने हामी आज बटर चिकन विथ हाम्रो चाहिँ आज एकदमै रिक्वेस्टेड भिडियो आउँदैछ है। वान अफ द मोस्ट रिक्वेस्टेड भिडियो मोस्ट ल है। अब हामी सुरु गर्छौँ बटर चिकन विथ नान है। हाम्रो चिकन रेडी भइसकेको छ। छैन काटकुट पारेर हाम्रो चिकन रेडी भइसकेको छ। यस्तो मलाई गाह्रो डाक्स लिएर है के बटर चिकन बना भनेर नान बना भनेर ढाबा नसावा नान बना भन्ने यस्तो गाह्रो बनाउने। तर पनि के हामी जे पनि गर्न रेडी छौँ। त्यसमा अदुवा पनि भयो। ल मैले चाहिने मसला जति जम्मै अलिकति हाल्न बाँकी छ होइन सर। मेरो हात खोल्नु होइन अलिकति गरम मसला छोडिदिनु प्लिज प्लिज। त्यही भयो सक्यो। ल यसलाई म मोलिदिन्छु है। मैले हात धोइसकेँ अहिले टक्क लागेको छ कि हात धोइसकेँ मैले। हात धोको पनि देखाउनु पर्ने हुन्छ पर्दैन है हामीलाई त। पानीपुरी किन मिठो हुन्छ नेपालमा? पानीपुरी चटपटे नेपालमा किन मिठो हुन्छ थाहा छ कसैलाई? किन म यस्तरी गरेर गर्ने मलाई खाने अरूले बनाइदियो भने मजा आउँछ त्यो च्यालेन्ज भन्दा आफैले बनाउँदै आफैले खाँदै त अलि मजा आउँदैन। एकजना बनाएर दिने मान्छे कहाँ बसेर खाने होइन। मसँग भिडियो छ यसले त्यही गरे। हामी प्रोग्राम बस्दाखेरि सिनेमा हुँदाखेरि के अरे पुरा पन्जा सन्जा लगाएर होइन भाइ त खासै मिठो त भएको पन्जा लगाएर होला होइन सबलाई सर्भ गर्ने कि दिपेन दाइ प्रकाशहरू भएको याद छ मसँग त्यो भिडियो पनि छ। ल मैले चिकन मेरिनेट गरिदिन्छु होइन। अब यसलाई चाहिँ नि लगभग आधी घन्टा जस्तो छोडिदिउँ। नेपालमा अब गर्मी सुरु हुँदा छ भइसक्यो होइन। यहाँ जाडो छ ठाउँमा चाहिँ तर ज्याकेटले त्यहाँ बसिरहेको छ त्यही भएर मलाई न्यानो भइरहेको छ। अब के भन्नु ज्याकेट लाउनु बिर्सेँ नि। सेफ जस्तो मान्छे एप्रोन लाउनु पऱ्यो नि होइन। कस्तो आगोमा बस्ने आगोमै बसेर डढ्यो होला म होइन। ल यसलाई एकछिन टक्क लाएर फ्रिजमा हाल्यो होइन बसाल्यौँ। त्यो खालि चियाको कप आयो तर ल हाम्रो चिकन चाहिँ म अब फ्रिजमा राखिदिन्छु। अब यो चाहिँ ग्रेभीको लागि हामी रेडी गर्दैछौँ होइन। यो चाहिँ यस्तै अब जादु लाग्यो के नै भन्न लाग्यो भने अब लास्टै बोबा जादु देखाएन। त्यो जादु कट चाहिँ हुन्छ होला होइन। रुमाल होइन जिपरभित्रबाट होला। रुमाल भन्दा नि जिपरभित्रबाट होला। हाम्रो पकाउने प्रक्रिया सुरु भइसकेको छ होइन। कमेन्टेटर अहिले सेफ होइन हाम्रो कुक कालेले आफ्नो स्किल्स देखाउँदै पन्ने घुमाउँदै हुनुहुन्छ। अब सुभाषलाई सिकाएन पहिले अनि सुभाषले गर्छ के सुभाष यसरी गर्ने भनेर सिकाएन सुभाषलाई। हुँदैन सुभाषले त यस्तो गरेर उ त्यो पुऱ्याउँछ दिमागले छ नि होइन। कसो मेरो किन कहाँ हो सानो
ला ला हेत्तेरिका मलाई सन्चो नभएर चाहिँ भिडियो अलिक ढिला भएको हो मूल मान्छे हुन्छ नि त्यो नै बिरामी परेपछि भिडियो चाहिँ एकदमै ढिलो हुँदो रहेछ भन्ने कुरो बुझ्नुभयो नि होइन मलाई अझ पनि सन्चो भएको छैन तर पनि म मैदानमा खटिसकेको छु मूल मान्छे भने हाम्रो घरको भान्से बिरामी परेर अलिकति भान्से नै मूल हो नि त मूल नभएसम्म भान्से नभएसम्म खानै पाइँदैन अनि तिमीहरूलाई मूल सधैँ बिरामी हुने भान्से हो फेरि हाम्रो कहिले KFC खाएर KFC खाएर त अनि उ भएको थियो त्यतिखेर थाहा पायो त्यो यहाँमा यसलाई लाउन यसलाई बाहिर निकाल त्यति हो त्यो यहाँ खुट्टाले नै त्यही गोताले त्यहाँ एउटा पनि छैन बाँकी थियो उयो मात्र खाएको पनि के हो मतलब त्यसो थोरै नै रहेछ ल हामीले अब प्याज हालेर के अरे गोलबाट हाल्नु लाग्छौँ होइन प्याज हालेर अब चाहिँ टक्क लगाएर अब एकैचोटि पकाएको भिडियो देखाउँछु तपाईँहरूलाई पकाएकै हो यो पाकेको भिडियो हो नि अब के हो अब एकैचोटि पाकेको भिडियो आउँछ तर यति कुरा याद गर्नु सेफ चेन्ज हुँदैन कुक ल ठिक हो कोबी लगाइसकि कुक भन्छस् हाम्रो चाहिँ चिकन पनि रेडी ग्रेभी पनि रेडी भइसक्यो ग्रेभीलाई अब अलिकति एकैछिन तातो बनाऊँ होइन अनि त्यसपछि हाम्रो बयल चिकन चाहिँ रेडी भन्दै हामी हरामी हरामी बाज हरामी बाज केटा ल यो गर्नु थाल्छ होइन अब चिकन हाल्यो अब चाहिँ हामी चिकन हालिदिउँ होइन लास्टमा हुन्छ जस्तो छ हो चिकन चाहिँ दामी है त्यो धेरै नै हाल्नु भएन होइन रातो हुन्थ्यो होइन र भने त्यो तिनीहरूले फुड कलरहरू अनि त्यो के अरे कश्मिरी मिर्च भनेर अलि धेरै नै हाल्छ क्या नान चाहिँ हुँदैछ है ल रेडी बटर चिकन चाहिँ रेडी भइसक्यो होइन त्यसलाई घुमाएर घोल्नु अलि मजाले होइन यतिकै राख्ने सरले गुलियो कम भयो भने होइन लास्टमा भन्नु कि गुलियो कम भयो भने होइन अलिकति अझै हाल्नु त होइन लास्टमा भन्नु ल अहिले होइन यसलाई घोलेर फेरि अरू हाल्न भन्नु खोजेँ मैले अलिक गुलियो कम भएको छ भने हल्का भने गुलियो आउँछ नि त यसले कहाँ त्यत्रो खाइन्छ यत्रो एकजनाले 6वटा ए कलरै बिहार केटाहरूले बिगार्छन् भुँडी यसै ठुलो त भएन हाम्रो नान मिनी नान भन्दै नि तर माइक्रोवेभ चाहिँ गर्नु लाग्यो के गर्ने त्यही भने त्यसमा अब त्यो तात्नै आधी घन्टा लाग्छ अनि खानु परेन भोक लागिसक्यो भाइले भनेपछि ओके तैँले भनेपछि मैले नाइ कहिले भनेको छु छैन यस्तो त लाउने यसले त सजाएरै सकाउने भयो ल हाम्रो नान पनि रेडी भइसक्यो 12वटा हो सर भयो छोड्दै त्यहाँ 24वटा छ कतिवटा छ ए ल त्यति हालौँ न अनि भएन भने फेरि पकाऊँ ल सिनेमेटिक सेफ है सेफ उहिले पढ्नु देखाएको उल्टाडा बुझ्थ्यो कलर ग्रेडिङ राबै बनाइदिउँ ल फुटेज नै रातो बनाइदिउँ ल फुटेज नै रातो बनाइदिउँ कस्तो पॉइन्ट देखाएको ल हाम्रो वान अफ द मोस्ट रिक्वेस्टेड भिडियो होइन हे बटर चिकन 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 गाउन चिकन काटुन राखेको नि मैले ल म सुरु गर्छु है यस्तो भयो नि हुन्छ सेफ्टी सुरु गर्छ क्या भोग लागेपछि के भोग लागेपछि खानु पर्न अहिले यति नै लिनु होइन हाल है हाल्नलाई त पुग्ने नै होइन हो ड्याम के ल सँगै खाउँला नि त भनिहालिस् होइन हाल आऊ न हे के हो ल चियर्स यो फेरि मासु ल्याउ न के हो अलिक सानो टुक्रो छैन ल चियर्स मेरो भात चिकन चाहिँ दामी भात त्यसपछि ग्रेभी अब नानको पालो मलाई सामान लाँदा उसले लैदियो नान यस्तो गर्ने बेटार्ने डोब्ने यस्तो गरेर
अम्मा खानु मजा आयो नानको लागि गरी चाहिँ यही हो बटर चिकन नै बेस्ट है तपाईँहरूलाई म खाने थरी थरी तरिका देखाउँछु है थरी थरी कुरा थरी थरी थरीमा थरी थरी थरीमा किन दुःख गरे होला है यसमा हालिवरी खानुको सट्टा आफ्नो गएर हुन्छ एकैचोटि हुँदैन नि त एकैचोटि भएन त खै के थरी थरी पारामा सिकाउँछु नि म आधी आधी भन्नु न एकै ठाउँमा भएन नि त हुन्छ आधा आधा जिब्रोमा टेस्ट गर्नु न साइटरको जिब्रोमा थाहा पाएँ नि त यसले चाहिँ खाँदाखेरि नाम चाहिँ फोक्सोमा अनि बटर चिकन चाहिँ बुढीमा हाल्दै के हो त थरी थरी ठाउँमा जाने हो र भने दाम भए दाम मजा आयो तपाईँहरू यस्तै गरी सजेस्ट गर्दै गर्नु 12 बजे अनि त्यही भन्दाखेरि कति बजी बस्नु चाहिँ भन्दाखेरि तपाईँहरू सजेस्ट गरिराख्नु हामीहरू बनाइराख्छौँ खाइराख्छौँ मोटाइराख्नु अनि हामीले बनाएको हेरिराख्नु मजा लिइराख्नु लाइक सेयर सब्सक्राइब गरिदिनु गर्नु मलाई बिजी राख्नु कुक बनाएर राखेको मात्र काम हुनेवाला छैन एउटा स्पेस भित्र आउँछ त्यति हो त्यो पनि अहिले पाइने बेला चिज यो चाहिँ तपाईँहरूले अलि बुझ्नु हाम्रो इनसाइड जोक हो यतिको खाएर सुतेपछि त बेबी भोलि एकैचोटि साँझको 5 बजी मात्र उठ्छ उठ्छ उठाउनु गयो भने गर्दै सुत्छ अझै उता फर्केर खाइँदो रहेछ यार होइन त इटो र नान पनि इटो एउटा एउटा त खायो क्या बोले यसले होला एउटामै एउटा जोड्यो होला धेरै भयो भिडियो हेर्ने मान्छेहरू थाहा बनाउनेलाई थाहा छैन हेर्नेलाई थाहा छ भन्दा यार भन्नाले भिडियो बनाउनेलाई थाहा छैन भिडियो हेर्नेलाई थाहा छ भन्छ भने क्या पुग्छ शान्ति हो अन्यहरू नानहरू अलिक किरकिर लाग्दो रहेछ है अलिक किरकिर लाग्दो रहेछ यसमा मेसिनमा धुलो छिरेछ लाग्यो इन्डियामा बनेर होला हुन त बने त होइन होला खुट्टाले होला यस पहिला अहिले मुले हो भाइ अलि स्टोन बेग होला नि त स्टोन बेग होला नि जोसँग जे नै पाइयो है सोच्नु पैसा लाग्दैन सोचेर बोलाउँ अनि सोचेर बोलिस् त स्टोन बेग होला भने त सोचेर त लास्टमा आयो राति 12 बजे अझै ढिला पो होला हौ अलमोस्ट 12:30 बजे 12:21 त्यो त अलमोस्ट 12:30 यतिको चाहिँ चाहियो है डेडिकेसन हुन त हाम्रो पहिलेदेखि अगाडिको भिडियो पनि देख्नु होला राति 11 बजे आज यहाँ छ त ह्याट्स अफ वाला पर्फर्मेन्स ह्याट्स अफ वाला थियो अप हो क्या मजा आयो मैले ल सिमिका चाहिँ नेक्स्ट भ्लग है है अब नेक्स्ट भ्लगमा चाहिँ के गर्नु भन्नु अघिल्लो हप्ता चाहिँ छुट्टै हाम्रो रेगुलर भ्युवर्सहरूको लागि सबै हामी क्षमा माग्न चाहन्छौँ त्यसको लागि चाहिँ क्षमा प्रार्थी छौँ के ढुक्का लाग्यो लास्ट विक भिडियो अपलोड भएन नि त बिल्कुल मतलब धेरै अगाडि भयो त्योभन्दा अगाडि त्यसपछि एक हप्ता गइसक्यो त्यो पछि बिराम भयो नि त हाम्रो म बिरामी भएर मेरो लाइफबाट एक हप्ता स्किप भयो सिका चाहिँ नेक्स्ट भ्लग लाइक सेयर सब्सक्राइब र कमेन्ट गर्नु अनि हाम्रो टिकटकको लिङ्क पनि तल तेर्साइदिन्छौँ गएर यसो फलो गरिदिउँ अनि हामी तिनैजनाको इन्स्टाग्राम प्रोफाइल पनि तल तेर्साइदिन्छौँ होइन पसार्ने अरे होइन पसारिदिन्छौँ हामी होइन गएर टुचुक्क पारिदिनु सपोर्ट गरिराख्नु हामी मोटाइराख्छौँ है त ल
सेफवाला भाइब त ल्याउनु पऱ्यो, टोपी त चाहियो नि, सेतो टोपी। नभएपछि जुगाड चाहिँ कसरी गर्ने भन्दा सेतो कुरा लिने, कहाँ छ चेर्ने, सेतो कुरा लिने, टक्क गोलो बनाउने, सेप नाप्ने, टेप कहाँ छ चुट्टी बनाएर। तपाईँहरू जादु हेर्ने कि सेफको स्किल हेर्ने? ल यस्तोले गरे हुँदैन कि, तिमीहरूले गरे हुँदैन, मैले गरे हेर। 1 2 3 खोइ त अब काटिसक्यो नि देख्छस्।